गुड मर्निङ सबैजनालाई को उठाएछन् उहाँहरूलाई। अहिले चाहिँ हामी सिडनी पुग्नलाई 1 घन्टा बाँकी छ। घरबाट बिहान हामी 5:30 मा हिँडेको अनि क्विक एउटा स्टपमा रोकेर पाएर कफी खाँदैछौँ। कफी खाएर अब जाँदैछौँ हामी सिडनीको इन्टरनेसनल एयरपोर्टतर्फ। आज चाहिँ हामी जाँदैछौँ मलेसिया। सो यो भ्लग आज नै आउँछ हैन, यो चाहिँ हाम्रो फर्स्ट डे हुन्छ अनि दिस इज फर्स्ट टाइम वी आर गोइङ टु मलेसिया एज वेल युजिङ मलेसियन एयरलाइन्स। हामी चाहिँ सिडनी एयरपोर्ट आइपुग्यौँ। गाडी चाहिँ हामीले सिडनीकै भ्याले पार्किङमा राखेको थियौँ। हामीलाई त्यही नै सजिलो लाग्छ सिडनी आउँदाखेरि। त्यसपछि अलिकति ढिलो भएको भएर हामी छिटो नअल्मलिकन गेटतर्फ गयौँ र यहाँनिर मलेसिया एयरलाइन्सको काउन्टरमा चेक इन गरेर हामी लाग्यौँ प्लेनतर्फ। यो चाहिँ हामी बोर्ड गर्नुभन्दा अगाडिको गेटको भिडियो हो। हामी चाहिँ अहिले प्लेनमा बोर्ड भयौँ अनि 9:30 पो भयो। फ्लाइट चाहिँ 9:55 मा थियो। सो ठिक टाइम पास टाइम एउटा लाग्छ। प्लेन प्याक नै छ। ब्रान्ड न्यू एयरबस 330। यो 1 वर्ष पनि पुरानो भएको छैन। सो रिसेन्टली यिनीहरूले किनेको यो प्लेन। त्यही भएर सिटहरू एभ्रिथिङ नयाँ छ। The window shades up and stow your tray table. Fasten your seatbelt by inserting the metal tip into the buckle. Pull the strap to tighten the seatbelt. To release, lift the metal flap. Yum. खानेकुरा यस्तो छ। अझै बाँकी छ 7 घन्टा 16 मिनट बाँकी छ। लगभग हिँडेको कति टाइम भएको नि बल्ल अस्ट्रेलिया कट्यो हामी अनि अहिलेसम्म ठिकै नै छ। एकचोटि खानेकुरा खाइयो होइन अनि मैले चाहिँ रेड वाइन खाएँ। रिफ्रेसमेन्ट आउँदैछ। अब 3 घन्टा 48 मिनट बाँकी छ। कस्तो लागिरहेछ तिमीलाई अहिलेसम्म मलेसियन एयरलाइन्सको सर्भिस? मलाई एकदम मन पर्यो खानेकुरा। तिमीले के खायो अरे? भेजिटेरियन खाना खायो। नाइस, राम्रै नै छ। स्पेसल्ली यो त चल्छ ब्रान्ड न्यू एयरप्लेन भएर। टोइलेटहरू सबै नयाँ छ। अघि मैले देखाइहालेँ टोइलेटहरू होइन। एकदमै एक्साइटेड छौँ मलेसिया पुग्नको लागि। सबै कुरा बुक भइसकेको छ। अब मलेसिया गएर नै भेटौँला। ट्राभल एजेन्ट हो लिटरली 24 आवरमा सबै बुक गरेको हामीले। यो चाहिँ मलेसिया आइपुग्नुभन्दा अगाडि यसरी स्प्रे गर्दो रहेछ, जुन चाहिँ लामखुट्टे अथवा किरा फट्याङ्ग्रा केही पनि मलेसिया इन्टर नगरोस् भनेर। सो प्लेनमा चाहिँ यस्तो यो स्पिडहरू देखाउँदाखेरि चाहिँ एकदम खुसी लागिरहेको थियो। अनि हामी त्यसपछि बिस्तारै हाम्रो डिसेन्ट सुरु हुन्छ मलेसियाको क्वालालम्पुरतर्फ। सो यो चाहिँ मैले अलिक परबाट खिचेको किनकि हाम्रो विन्डो सिट थिएन। सो हाम्रो प्लेन पनि अब ल्यान्ड गरिसकेको छ क्वालालम्पुरमा मलेसियाको। सो हामी चाहिँ अब ओर्लिनी तर्खरमा छौँ अनि ओभरअल मलेसियन एयरलाइन्स एकदमै मन पर्यो। सो हाइली रिकमेन्डेड। त्यसपछि हामी प्लेनबाट ओर्लिएर हिँड्यौँ। यतिखेर चाहिँ मेरो माइकको अडियो रेकर्ड चाहिँ भइरहेको रहेनछ, म चाहिँ बोलिरहेको थिएँ। सो ओर्लिसकेपछि हामीलाई कता जाने भनेर चाहिँ थाहा थिएन किनकि त्यहाँ साइन बोर्डहरू पनि केही पनि थिएन इमिग्रेसन यता भनेर। त्यसपछि जता मान्छे हिँड्यो हामी पनि त्यतै लाग्दै थियौँ। सो जाँदै हामीले त्यहाँनिर एउटा ट्रेन स्टेसन जस्तो भेट्यौँ होइन। त्यो चाहिँ भित्रभित्र टर्मिनलभित्र चल्ने रहेछ। त्यहाँनिर स्टाफहरू पनि थिए अनि उनीहरूलाई इमिग्रेसन कता हो भनेर सोद्धाखेरि ट्रेन चढेर जानुपर्छ भन्नुभयो उहाँहरूले। सो त्यसपछि हामी ट्रेन चढेर एउटा टर्मिनलबाट इमिग्रेसन भएको टर्मिनलतर्फ लाग्यौँ। सो यो चाहिँ बाटोमा जाँदाखेरि प्लेनहरूको फोटोहरू होइन, फोटोभन्दा पनि भिडियोहरू, किनकि मलाई अब प्लेन यतिकै मनपर्छ, तपाईँ सबैजनालाई थाहा नै छ। सो हामी आइपुग्यौँ मलेसियाको इमिग्रेसनमा चाहिँ यति सजिलो थियो कि निक्लिनको लागि। अल वी हेभ टु डु इज जस्ट स्क्यान आवर पासपोर्ट अनि एउटा फोटो त्यहीँ खिच्छ मेसिनले नै होइन। त्यसपछि एक्जिट अनि ब्यागेज पनि एकैछिनमा आयो। सो ओभरअल मलेसियाको एयरपोर्टमा हाम्रो एक्सपिरियन्स एकदमै राम्रो, एकदम नै सजिलो भयो। अपार्ट फ्रम त्यो इमिग्रेसनको कता हो साइन पत्ता लगाउनु बाहेक।
तर हामी चाहिँ एक्सप्रेस ट्रेनबाट जाने भएर ट्याक्सी सर्भिस कोही पनि जाँदैन। नाच्छ हामी जाने ट्रेन यहीँबाट जाने हो। अब हामी कहाँ जाँदैछौँ त अघि भनिसकेँ धेरैचोटि। यताबाट यता यहाँबाट पनि तल ट्रेन पनि चढिसक्यौँ हामी। हिँड किप वकिङ बेबी किप वकिङ। हिँड हामी चाहिँ अब ट्रेन पनि चढिसक्यौँ, ट्रेन पनि हिँडिसक्यौँ। त्यहाँबाट के यादव पानी दाइ हुँदो रहेछ नि यतापट्टि हो भनेर अनि जाँदैछौँ। यहाँको ट्रेन यस्तो छ। सिटी जानु चाहिँ सबभन्दा छिटो चाहिँ यही ट्रेन हो अरे क्या। Officially in Malaysia. Adventurous, yeah, no. Also from the central station, check your bags. यो बुलेट ट्रेन त होइन तर यसको स्पिड भर्खरै चेक गरेँ 150मा हिँडिरहेको छ ट्रेन। वेजबाट चेक गरेको क्या। हेर न तिमीलाई हेर्दै पनि थाहा हुन्छ कति छिटो हिँडेको छ। त्यो प्लेन सँगसँगै हामी रोप्दैछौँ प्लेनलाई। ट्रेन चढेर जाँदैछ सेमी फास्ट ट्रेन होइन कति 150को स्पिडमा कुदिरहेको थियो भर्खर वेट चेक गरेको। अनि सिटी जान ट्याक्सी ग्र्याब उबर के छ उबर त छैन ट्याक्सी ग्र्याबभन्दा सबैभन्दा छिटो चाहिँ यही नै हो। यति छिटो होइन हरियाली छ राम्रै छ। कति कम्पेयर गर्न आफ्नो देशसँग होइन यस्तै हो। KLIA Express. Kami mengalu-alukan kedatangan Anda semula. The next station is KL Central. Do remember to bring along all your belongings with you. We hope you've had a pleasant journey. Thank you for using the KLIA Express. We look forward to welcoming you on board again soon. अब चाहिँ हामी यहाँबाट ग्र्याब गरेर जान्छौँ। तर पैसा पनि साटेको छैन, पैसा पनि साट्छौँ। अब मलेसिया आइपुग्यौँ। यहाँ स्पाइडरम्यानले पियानो बजाइरहेछन्। हामीले गर्मी खाइसक्यौँ। अप्प यहाँको नोट चाहिँ यस्तो हुँदो रहेछ है। पानी पैसा चेन्ज पनि गर्न ला हो के सुपर मार्केट जाउँ। अहिले ठिक्क भयो होला। अहिले चाहिँ हामी ट्र्याप चढिसक्यौँ। यहाँ चाहिँ धेरै नै प्रोसेस भयो जस्तो लाग्यो मलाई। यहाँबाट यहाँ लोकल भन्यो भने होइन यहाँ आउने ट्रेन त हामीले चढ्यो हो नि। त्यहाँबाट त ग्र्याब गरेको होइन हुन्थ्यो हामीले नगरेको हो। पैसा त उस्तै नै हो तर ट्रेनको एक्सपिरियन्स गरौँ भनेर 150 किलोमिटर पर आवरको ट्रेनको एक्सपिरियन्स प्लस सिटी आउँछ नि त छिटो नि त्यही हो अरे क्या। 150मा कुदाएपछि त अनि किनकि एयरपोर्ट यिनीहरूको अलि पछाडि नै रहेछ। तीन किलोमिटर छ छन चाहिँ तर 14 मिनट देखाइरहेको छ यहाँबाट। पिक आवर परेर कि जाम छ यहाँ अगाडि। तर यहाँ चाहिँ के अरे स्कुटरहरू भन्दा पनि धेरै गाडीहरू नै रहेछ। आफ्नै ब्रान्डको गाडीहरू धेरै के प्रोटोन पनि मलेसिया नै हो होइन। अनि यिनीहरूको यो तिम्रो जस्तै हो
स्कुटरहरू पनि नभए त होइन छन त छ तर धेरै जस्तो चाहिँ कार नै छ हो यो चाहिँ के ब्रान्ड हो यो चाहिँ यिनीहरूको आफ्नै ब्रान्ड रहेछ धेरै छ यहाँ भिडमभाड छ भिडमभाड ऊ त्यहाँ जाउँ चेक इन गर्न आइपुग्यो होटेल 20 मिनट लगाएर लाइक लेभल 4602 1 यता भनेपछि 3 ओके 46 तल कहाँ नै बन्द भयो यार अब म भ्यू देखाइहाल्छु है तुरुन्तै यहाँबाट त सर्लङ्गै देखिँदो रहेछ त यस्तो छ यहाँ चाहिँ भ्यू कन्स्ट्रक्सन हुँदै रहेछ सायद नयाँ होटेल खोल्न होला लुक एट द ट्राफिक जाम रूम टुर यहाँनिर यस्तो रहेछ ठ्याक्कै है म रुम टुर गर्दैछु त्यतै होला भाइ हेर त यो खास हामीले अपार्टमेन्ट लिएको हो सो त्यही भएर कता कता हो बत्ती यहाँ पनि अर्को रुम छ दुईटा रुम अनि यहाँ के हो यो टोइलेट होला पक्कै स्टोरेज टोइलेट चाहिँ यो चाहिँ एसियन कन्ट्रीमा हुने नै भइहाल्यो बाथटब चाहिँ रहेनछ वासिङ मेसिन किचन फ्रिज टिभीमा देखिरहने केएल टावर यहीँ पछाडि रहेछ यो छ अर्को टावर बाइ द वे यो टावरको नाम चाहिँ पेट्रोनाज टावर हो केएल टावर भनेको चाहिँ अर्को देखिने टावर हो हेर आयो कस्तो सेप हो मकैको सेप जस्तो भन्ने के भन्ने होला देखिर आज त्यसकै अगाडि आछ बवाल इन्फिनिटी पोल छ यहाँ धेरै होटेलहरूको इन्फिनिटी पोल छ यतापट्टिबाट चाहिँ यस्तो भइहाल्यो यो स्काई स्क्रेपरहरू टन्नै छ है यहाँनिर सो हामी चाहिँ निक्ल्यौँ अब केही खानको लागि सो नजिकै इन्डियन रेस्टुरेन्ट भएको भएर हामी केही ग्र्याबहरू केही नगरिकन हिँड्दै नै गइरहेको थियौँ सो गर्मी पनि धेरै थिएन ठिक्कको होइन एकदमै हरियाली एकदमै रमाइलो सो फर्स्ट टाइम आउँदाखेरि धेरै कुराहरू रमाइलो नै लाग्छ होइन अलिकति डिफ्रेन्ट भनौँ अस्ट्रेलियाभन्दा अनि सो अघि पनि भनिसकेँ स्कुटरहरू अलिअलि छ तर धेरैजनाहरूले चाहिँ कार नै युज गर्दो रहेछन् त्यो चाहिँ मैले पछि थाहा पाएको चाहिँ त्यहाँ पेट्रोल एकदमै सस्तो रहेछ उनीहरूकै आफ्नै पेट्रोल खानी पनि रहेछ सो त्यही भएर त्यहाँ पेट्रोल एकदमै सस्तो छ यहाँनिर चाहिँ यो छ अलिकति यता गयो भने चिकन सिजलर यस हामी कुन रेस्टुरेन्ट थियो नाम तन्दुरी ग्रिल रेस्टुरेन्टमा आएर अब हामी लाग्दैछौँ होटेलतर्फ थकाइ पनि लागिसक्यो एकदमै आज हामी बिहान 4:30 बजी उठेर हिँडेको पानी नै अलिअलि परिरहेको रहेछ है चार्जर खोज्नुपर्छ लिफ्टमै लेखेको थियो टिके म्याक्स भनेर तर
आजलाई त्यति नै थ्याङ्क्स फर वाचिङ अर्को भिडियोमा भेटौँला है त बाई